हेलो गाइस वेलकम ब्याक टु माई भिडियोज। आज चाहिँ मैले यो भिडियो बनाउनुको खास कारण चाहिँ के हो कि मेरो फेसबुक मोनिटाइज भएको ट्याक्कै 1 महिना भयो र तपाईँहरूलाई म देखाउन चाहन्छु कि 1 महिनाभित्र मेरो कति इन्कम भयो त। बिकज यु गाइज सपोर्ट मी, द्याट्स वाइ यु डिजर्भ हाउ मच वी क्यान अर्न मनी इन 1 मन्थ। पहिलो मन्थको म इन्कम तपाईँहरूलाई देखाउन चाहन्छु। म यो भिडियो यसरी बनाइरहेको होइन कि यो भिडियो सो अफ गर्नुको लागि होइन, मैले यति पैसा कमाएँ भनेर। तपाईँहरूलाई किन देखाइरहेको छु भने फेसबुकबाट पनि अलिकति भए पनि पैसा कमाइदो रहेछ है, भिडियो बनाउनुहोस् भनेर जानकारी दिनको लागि मात्र होइन। यहाँ तपाईँहरूलाई देख्न सक्नुहुन्छ मेरो ल्यापटप। आइ हाई मेरो बुढी कति सुन्दर लागिरहेछ होइन। यो चाहिँ मेरो बिहेको भिडियो हो होइन, बिहेको फोटो हो। यहाँ तपाईँ देख्न सक्नुहुनेछ। आइ हाई बुढीलाई चाहिँ नजर नलागाउनु है। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो ल्यापटपको फेसबुक डेस्कटप। यो चाहिँ मेरो 1 महिनाको भ्युज हो होइन, 7,70,000 यतिसम्म भ्युज आएको थियो मेरो 1 महिनाभित्र। अनि यहाँ चाहिँ देख्न सक्नुहुनेछ तपाईँ $42.75 मेरो यो चाहिँ 1 महिनाको डलर हो होइन। 1 महिनामा लास्ट मन्थ मेरो मोनिटाइज भएको सबैलाई थाहै नै छ होइन। लास्ट मन्थ मैले यति नै कमाएँ। अब मार्चको महिनाको $42.75 यति कमाएँ होइन। अब यसलाई नेपालीमा कन्भर्ट गर्दाखेरि कति पैसा भयो होला त। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 42.75 इन्टु अनि अहिले चाहिँ नेपाली भ्यालु 150 होइन, 150 इन्टर 6,412 नेपाली रुपैयाँ मैले 1 महिनामा यति कमाएँ गाइस। तपाईँहरूलाई म भन्ने गर्छु, कतिचोटि भन्ने गर्छु, भिडियो बनाउनुहोस् भिडियो बनाउनुहोस् भिडियो बनाउनुहोस् गाइस। यो चाहिँ दिनमा 1 घन्टा मात्रै भिडियो बनायो भने हामीले 1 घन्टा मात्रै युटिलाइज गऱ्यो भने मात्रै गरे पनि हामीले यति पैसा कमाउन सक्छौँ कि। यो चाहिँ मेरो पहिलो महिनाको कमाइ हो। अब पछि त राम्रो कमाइ हुन्छ भनेर सुनेको छु होइन। तर नेपालमा सरकारी जागिर गरेर सामान्य नोकरी गर्ने मान्छेहरूले 15-20 हजार कमाउने गर्छन्। अब यो त 1 घन्टा मात्रै युटिलाइज गरेर यति पैसा कमाउन सकिन्छ भने वाइ नट, यु क्यान अल्सो ट्राई यार। यदि भिडियो कसरी बनाउने, के गर्ने, कसरी गर्ने, मोनिटाइज कसरी गर्ने भनेर जानकारी पाउन चाहनुहुन्छ भने मलाई डाइरेक्ट मेसेज गर्नुहोला। आई एम अलवेज देयर फर यु। यो चाहिँ मेरो फेसबुक हो होइन। मैले फेसबुक खोलेको चाहिँ ट्याक्कै आज 2026मा 10 वर्ष भयो। 2000 कतिमा खोलेको थिएँ मैले, 2016मा खोलेको थिएँ सायद होइन। सायद यहाँ देखाउला मैले कहिले खोलेको भनेर। यहाँ पर्सनल डिटेलमा जान्छु होइन। यहाँ देख्न सक्नुहुन्छ 2000 देखाइरहेको छैन यार, यो चाहिँ देखाउँदैन सायद होइन। मेरो बर्थडे पनि आइरहेछ गाइस, अप्रिल 18, यही महिनाको 18 तारिकको मेरो बर्थडे होइन, आइरहेछ गाइस। ह्याप्पी बर्थडे टु मी एडभान्स। ओके गाइस, भिडियो बनाउनुहोस् यसरी नै। मेरो बुढीलाई चाहिँ नजर नलाउनु यार, तवरी कहाँबाट बुढीकै फोटो आउँछ। यति राम्रो बुढीलाई नजर लगाइदियो भने त फेरि गाह्रो हुन्छ त हौ। ट्याक्कै मेरो 10,000 पनि फलोवर्स पुगिसकेको छ गाइस। मैले यो भिडियो बनाउनुको खास मोटिभ चाहिँ यो हो कि भिडियो बनाउनुहोस् पैसा कमाउनुहोस्। लाज सरम एकातिर, भिडियो एकातिर होइन। लाज सरम त मान्छेहरूले कुरा काट्ने नै गर्छन् होइन। सो गाइस, बाई बाई, गुड बाई एन्ड टेक केयर। अनि नेक्स्ट भिडियोमा भेटौँला।